2 दिनबाट बुटोल धाकको धाइ छु र फेरि जहाँ गए नि यो कपी लिएरै जानुपर्छ। आज नि हिजो जस्तै खाना खाँदै गर्दा सूचना आउँछ कि आज नि जानुपर्छ बुटवल तर्फ, किनकि हिजो अङ्कल बाबा र बाबाको साथी मिलेर जानु हो त गाडीको नामसारी गर्न। त्यसैको काम बाँकी भएकोले जानुपर्ने हुन्छ बुटवल तर्फ। र आजको आउटफिट नि हिजो जस्तै छ, चस्मा मात्र याड भएको छ। र अनि आज भोलि नानुको स्कुल जाने बेलामा जहिले नाटक हुन्छ र अब हामी नि लाग्नुपर्छ यात्रातर्फ। र यी झिल्के बादलहरूले नि तरिरहेको थियो, कति बेला यिनीहरूले रुझाइदिउँ भनेर। र आज चाहिँ हिजो जुत्ता भिजेर चप्पलमै आइदिएको। र जतिसुकै हिरो भए नि बाइकमा त यस्तै हुन्छ यार। र मलाई यसरी जंगल बीचको बाटो लास्ट मन पर्छ, किनकि न्यानो हुन्छ नि त। र त्यसपछि हामी आइपुग्यौं बुटवल। र यहाँबाट अझै 20 मिनेट लाग्ने हुन्छ, किनकि हामीलाई जानु छ बुटवलको यातायात अफिस। र यातायात आउने बाटो देखेर त अम्बो, जबकि यातायात जाने बाटो नै पानी पानी भएको छ भने अरू ठाउँको त कुरै नगरौँ। त्यसपछि अफिस पुग्यौं र अङ्कल लाइनमा बसेर पैसा दिने पालो कुर्दै हुनुहुन्थ्यो। र यो कपी ल्याउनुको कारण चाहिँ स्क्रिप्ट लेख्नलाई हो, किनकि मलाई स्क्रिप्ट लेख्नै 3-4 घण्टा लाग्छ। र पढ्ने बेलामा कहिले होमवर्क नगर्ने मान्छे आज भोलि दिनकै 3-4 पन्ना स्क्रिप्ट लेखेर जान्छ। त्यसपछि लेख्दा लेख्दै चार्ज नभएर कति बेला फोन स्विच अफ भइसकेको छ। त्यसैले डाइरेक्ट घर आएर नि पढ्न बसे, किनकि विदेशको लागि इन्टरभ्यूको डेट फिक्स भइसकेको छ नि त। र आशा गर्छु यो पालिको इन्टरभ्यूमा पास भइ नि हुन्थ्यो यार। र हजुरले पनि धेरै धेरै धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा। आजले यति नै, अब भोलि भेट्नु पर्छ। टाटा बाई बाई।